ओके गाइज गुड मर्निङ। आज हामी बिहान बिहानै उठ्यौँ यो टाइममा, धेरै नै छिटो 3:33 अहिले देखाउँदाखेरि। आज अब मर्निङ मेडिटेसन, आजको टाइम यही नै हुनेछ। टाइमिङ तलमाथि भइरहेको थोडा 1 घन्टा मेडिटेसन गर्नेछु, देन एडिटिङ गर्नेछु है। भिडियो एडिटिङ धेरै भिडियोहरू बाँकी छन् कि मैले एडिटिङ गर्नुपर्ने। ओके टाइम ल्याप्समा हेरौँ है। ओके गाइज अहिले टाइम हेरी भयो, मेडिटेसन सकियो, राति नै छ। अब हामी 7 बजे जिमको लागि जानेछौँ। अब यो 3 घन्टा के गर्ने, काम गर्ने। नर्मल्ली यो टाइममा काम त गर्दैन म, आज धेरै नै छिटो उठेँ, त्यसैले आज बढी नै काम हुने जस्तो छ। ओके टाइम भाल्यो, अब जिम जाने। 7 बज्यो, 7:21। अस्तिभन्दा ठुलो लामो ब्लग हुनेछ। मैले अस्ति किने थिएँ, यो फिर्ता गर्नु छ। हामी गएर ग्राफिक डिजाइनिङ गरिरहेको थिएँ र भएन उनको हातबाट। कन्टिन्यू गर्नु, मुड अफ छ। नै म गर्दैन होला, म जान्नु होला। त हामीहरू अब जिम जाँदैछौँ। उताबाट हाम्रो रक्षा पाउँदै हुनुहुन्छ। अब हजुरलाई झ्याउ लाग्यो भने यसो पाहाडतिर घुम्न जानु पर्ला, गाडी समाउनु। गाडी कहाँ छ भाइ? त्यो I-10 मा जानु थियो। गाडी त सरले कहाँ है, मोटाउनलाई के खानु पर्ला हामीले। एक्सर्साइज रिक्वायर्ड छ। जस्तै मेरो घरको भन्दैन कि एक्सर्साइज गऱ्यो भने चाहिँ झन् दुब्लाउने, त खाइ मात्र राख, त खाँदैन, एक्सर्साइज गर्नुहुन्न भन्छन् कि। एक्सर्साइज गर्नुपर्छ। एक्सर्साइज नगरे त तिम्रो कसरी ज्यानै लाग्दैन नि। तिम्रो फ्याट मात्रै बढ्ने भयो नि त, त्यो भएपछि त एक्सर्साइज नगरेपछि। तिम्रो हाम्रो बडी हेल्दी बडी हुनको लागि त मसल बल्क पनि चाहियो नि त बडीमा। त्यसको लागि एक्सर्साइज पनि गर्ने, खाना पनि खाने हो कि। अनि क्यालोरी सरप्लस खानुपर्छ कि, बढी खानुपर्छ। तिम्रो जसरी नर्मली सपोज तिम्रो हाइट वेट अनुसार तिम्रो 1800 2000 छ तिम्रो डेली रिक्वायरमेन्ट क्यालोरीको भने चाहिँ तिमीले एटलिस्ट 2500 क्यालोरीसम्म खानु सक्नुपर्छ कि। खानै पर्छ मोटाउनको लागि। कि सरप्लसमा गयो नि त, अनि बल्ल तिम्रो मसल पनि अनि अलिअलि फ्याट पनि लाग्छ। अब सातु खाने, दुध खाने, त्यसपछि अब एग खाने मान्छेले एग खाने। मलाई चाहिँ अहिले जिममा आएर एकदम जे भन्छ नाम भन। मेरो नाम विकेश जोशी, मेरो घर चाहिँ धनगढी 7 चाहिँ बसन्तपुर हो। उनी यहाँ जिम गरेर छन् अहिले। आज उनको कन्टेन्ट सुट भइरहेछ, हेरौँ कस्तो स्टोरी बन्छ। म आफ्नो लाइफको बारेमा भन्छु है, बच्चादेखिको है। लगेज अहिले हामी जाँदैछौँ दुध लिन। आज हामी दुध खानेछौँ किनकि आज मैले थोडा बढी एक्सर्साइज गरिदिएँ अस्तिभन्दा। प्रोटिनको जरुरत छ मलाई। 1 केजी टमाटर, प्याज आधा केजी, कुया छन् के हो। मिल्क सेक भनौँ कि के भन्छन्, आई डोन्ट नो एक्ज्याक्टली। यसलाई चना छ, चनालाई म भुट्छु एन्ड यो पनि खान्छु दुध। कर्नफ्लेक्स भने चाहिँ कर्न भने मकै हो, मकैबाट बन्ने हो। आज फर्स्ट टाइम खाँदैछु यो, म बेस्ट लाग्यो मलाई। कम्प्युटर क्लिन गराउँछु, त्यो सर्भिसिङ। ल यो कम्प्युटर लग्यो, यो कन्टेन्ट बिचारे त्यसलाई तिमीले किन्छु म यहाँ राम्रो क्लिनिङको लागि लग्दैछौँ। चलो
उग्र ताराको नजिक छ एसपी रोड छ नि त्यही हो सक्छ नि चलाउनु त्यहाँ ल्याउ यो बाटो यो अस्ति किनेको थियो यसलाई फिर्ता गर्छु एन्ड यसलाई क्लिनिङ सर्भिसिङ जे हुन्छ कति पर्छ यसको त 1500 भन्नु भाइले अर्को देखाउनु बरु माउस महँगो हो यो के भन्छ मेकानिकल हो नि योभन्दा नर्मलबाट फेरि त्यो बाँध्नेवाला छैन फेरि अर्कै भयो गुगल च्याट टास्क र 3वटा छन् अहिले गुगल च्याट मात्र युज गर्नु पछि बिस्तारै अरू पनि सिकौँला गुगल च्याट टास्क अरू सब डिलिट गरिदिनु चाहिने यहाँबाट कुरा हुन्छ कसरी गर्ने जस्तै मैले केही गर्नु पर्यो भने कुरा गर्नु पर्यो भने हाम्रो ग्रुपमा यो कहाँ जान्छ यो स्टाफ सब स्टाफ छ स्टाफ ग्रुप अब यसमा म पनि छु स्टाफ ग्रुप अनि स्टाफ ग्रुप यो किचनदेखि लिएर हाम्रो सर्भिसको मात्रै हो यसमा बाइक सौको कस्तो होला के किन्ने क्यामेरा यस्तो होला कहाँ खालीको क्यामेराहरू किन्ने भने चाहिँ कति 40-50 हजारसम्म होला राम्रो होला अरू भन्नु हाम्रो ब्लगमा केही कुराहरू कस्तो जिन्दगी छ ब्लग राम्रो छ गर्ने सपना चाहिँ पुरा हुन्छ है किनभने 2200 मा मैले हजुरहरुको लागि ओके 2200 को क्यामेरा लिइसकेको छु जुन कि यो हजुर रातभरि उठ्नुहुन्छ के गर्नुहुन्छ रातभरि निन्द्रा लाग्दैन अरू लाइफ कस्तो चलिरहेछ ओके गाइज आज थोडा फ्रस्ट्रेटिङ डे थियो या के डे भनौँ अर्कै फिल भइरहेछ मलाई ओके आज हामीले के गर्यौँ भन्दाखेरि एउटा गुगल च्याट भर्खर आज थाहा भयो मैले यसको बारेमा गुगल च्याट पनि एउटा खतरनाक टुल रहेछ जसबाट हामी च्याट गर्न सक्छौँ र आफ्नो टिम मेम्बरसँग कम्युनिकेट गर्न सक्छौँ डिफ्रेन्ट ग्रुप बनाएर तर एक्ज्याक्टली ग्रुप भन्न मिल्दैन होला यसलाई स्पेस भन्छन् स्पेस बनाएर र मैले कसैलाई काम दिनु छ भने म पनि त्यहाँ मेसेजमा काम दिन सक्छु र जो मान्छेलाई दिनु छ त्यो मान्छेलाई दिएर र त्यो मान्छेले सक्ने बित्तिकै मैले सक्यो भनेर उ गर्न सक्छ अटोमेटिकली टास्कलाई टिक या कम्प्लिट गर्न सक्छ धेरै फिचरहरू छ इन्ट्रेस्टिङ आई लभ द्याट